हेलो गुड मर्निङ। अब मैले चाहिँ यतातिरको रोपिसकेँ। मर्निङ टाइममा टाइमलाई युटिलाइज होस् भन्ने हिसाबले यहाँ चाहिँ मैले तोरी छरेको है, तोरीको साग खाने हिसाबले। अनि यसले चाहिँ ट्याक 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 अलिअलि चलाउने, त्यसरी बनाउने। त्यसपछि आएर अलिअलि झार फालेर त्यसपछि माथिबाट फुलको बिरुवा रोप्ने हो। पानी सिम 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 परिरहेछ। अनि म चाहिँ यस्तो लाएर काम गर्दैछु। न बहानाबाजी गर्नु हुँदैन जीवनमा। एन्ड मल्टिटास्किङ हुनुपर्छ भन्ने विचार हो। अब इक्जाम दिनु जानुपर्ने छ, तर पनि म टक्क लाएर मोबाइलमा पढ्दै रिभिजन गर्दै यहाँ काम पनि गर्दैछु। खाना रेडी हुँदासम्म त यो अलिकति सकिन्छ। अनि माइन्ड पनि फ्रेस भयो। अनि एकसुर हुन्छ कि फोकस ट्याक्क लाएर मलाई चाहिँ काम गर्दै है कुनै कुराहरू रिभिजन गर्नु पर्यो भने म काम गर्दै रिभिजन गर्छु एकसुरमा। अनि माइन्डले पनि क्याच गर्छ मजाले। ट्याक्क लाएर अब एकछिन 1 आवर जति म यो काम गर्छु। अनि फेरि पढ्छु, रिभिजन गरेर इक्जाम दिन जान्छु 12 बजे।